हाई नमस्ते। आज चाहिँ हामी कुन गेमहरू त्यसलाई के भन्छ अरे एउटा रमाइलो खेला त्यसलाई गेम चाहिँ केही भन्दैन नि त्यसलाई ल बुझ्नु तपाईँहरू है ल अब सुरु गर्नु तपाईँबाट गर्नु ल। तो चलिए शुरू करते हैं। मैले तपाईँलाई कहिले पनि भन्दिनँ कि तपाईँलाई यत्रो लिपस्टिक कति राम्रो देखिन्छ सुनाउँछ। मैले तपाईँलाई कहिले भनिनँ कि तपाईँलाई यत्रो बुढो जोडेको आइल्यान्ड कहिले भन्ने कि तपाईँलाई यत्रो रातो रातो राम्रो यस्तो राम्रो देखिन्छ सुहाउँछ। मैले तपाईँलाई कहिले भनिनँ कि तपाईँलाई यति दारी जुङ्गा भएको छ। अब म मेरो भन्ने तपाईँलाई कहिले भन्ने कि तपाईँलाई यहाँ यत्रो कालो कालो यस्तो पार लाउँदा कति सुहाउँछ। मैले तपाईँलाई कहिले भन्न कि तपाईँलाई यहाँ यत्रो कालो कोठी मैले तपाईँलाई कहिले भन्ने कि तपाईँलाई यहाँ दुई चुली बाँड्दा कस्तो राम्रो देखिन्छ। तेरे नाम का कुत्ता पालूं साले, भौंकने को आता नहीं और काटने को आ गया। कति राम्रो देखिन्छ। तपाईँलाई मैले कहिले भनिनँ कि तपाईँलाई स्ट्रेट कपाल माथि अहिले तपाईँलाई कहिले भनिनँ कि तपाईँलाई यहाँ सेतो फाउन्डेसन लाउँदा कस्तो राम्रो देखिन्छ त्यो बाँकी ठाउँमा भन्नु मलाई। मैले तपाईँलाई कहिले भनिनँ कि तपाईँलाई दुईवटा खराएको जस्तो दाल बनाउँदा राम्रो। मैले तपाईँलाई कहिले भनिनँ कि तपाईँलाई यस्तो तिलहरी यत्रो हुन्छ नि कालो लाग्दा ठिक हुन्छ है राम्रो देखिन्छ। मैले तपाईँलाई कहिले भनेको छुइनँ कि तपाईँको यो नाक अलिकति बढाउँदाखेरि अझ राम्रो देखिनुहुन्छ रातो कलरको। मैले तपाईँलाई कहिले भन्ने कि तपाईँलाई यत्रो रातो टिका लाउँदा कस्तो राम्रो देखिन्छ भन्नु। मैले तपाईँलाई कहिले भन्न कि तपाईँको निधारमा पुरा रातो लाउँदा राम्रो देखिन्छ। ब्याड लेखेको राम्रो कस्तो राम्रो देख्छ साँच्चै।